हेलो साथीहरु, के तपाईहरुले माइक्रो ओभनमा चिकन तन्दुरी बनाउनु भएको छ? छैन भने मैले बनाउँदै छु। त्यसको रेसिपी हेर्नु होला र फिडब्याक दिनु होला। मैले बनाएर खाएर हजुरहरुलाई कस्तो भयो भनेर देखाउने छु र हजुरहरुले पनि हेर्दाखेरि कस्तो भयो भनेर कमेन्ट गरिदिनु होला। चिकनलाई म कटिङ गर्दै छु, हल्का हल्का होल चिकनलाई सानो उ गरेर काट्दै छु ताकि यसको भित्रसम्म मसला जाओस्। र म अब मसला पनि रेडी गर्छु। धुलो जिरा धनियाको धुलो, त्यसपछि बेसार राखे, त्यसपछि स्वाद अनुसारको नुन राख्दै छु। अनि नुन राखिसकेपछि म खुर्सानीको धुलो राखे। यो पनि आफूलाई जति पिरो चाहिन्छ त्यति राख्नु होला। र लसुन अदुवाको पेस्ट राखे र दही राखे। अब यसलाई मजाले म मिक्स गर्छु। अनि मिक्स गरिसकेपछि म यसमा थोरै भिनेगर एड गर्छु। भिनेगर एड गरिसकेपछि फेरि म यसमा थोरै सोया सस एड गर्छु र मजाले मिक्स गरेर एकछिन छोडिदिन्छु। र छोडिसकेपछि अब म चिकनमा मजाले मसलालाई लगाइदिँदैछु ताकि मसलाले टेस्ट ल्याउँछ हाम्रो। अनि त्यसपछि भित्रसम्म जाओस् भनेर कटिङ गरेको म पनि मजाले लगाइदिनु होला र मिठो हुन्छ भनेर। अनि मजाले लगाए। त्यसपछि अब मैले लगाइसकेपछि अनि त्यहाँ मैले प्याज र लेमन काटेर राखेको छु, त्यस पनि मैले यसरी राखिदिन्छु पछि खाँदा मिठो हुन्छ भनेर। यो राखिसकेपछि मैले अनि एकछिन मैले बाउलमा राखेर फ्रिजमा राख्नलाई रेडी गर्दैछु। र मैले फ्रिजमा राख्न लागेँ। मिनेट गरिसकेर म फ्रिजमा 2 घण्टा जति राखिदिँदैछु। र 2 घण्टा राखिसकेपछि मैले अब मेरो 2 घण्टा पुग्यो, मैले निकालेर मैले यसलाई अघि मैले बानेको थिएन, त्यही भएर म बान्दैछु। अनि बानेर मैले ओभनमा राख्न रेडी गरेँ। अब म यसलाई ग्रिल गर्न गइरहेको छु। अनि पाकिसकेपछि हामी कस्तो हुन्छ टेस्ट गरेर हजुरलाई भन्छौँ। फर्स्ट टाइम बनाइरहेको छु, हेरौँ माइक्रो ओभनमा राखेर। एक 15 मिनटको लागि सेट गरेँ। अनि अब स्टार्ट गर्दैछु। ल अब रेडी भइसकेको छ। हेरौँ कस्तो भयो। तातो छ होला है एकैछिन। भयो खाएर देखाउँदैछु है। अलिकता पोल्छ कि तातो छ। यस्तो बाफ आइरहेछ। पाक्यो मिठो। अब हामी सबैजना मिलेर खान्छौँ, सबै फ्यामिलीहरू मिलेर खान्छौँ। मिठो भएको छ। अब अरूहरूले कस्तो रिभ्यू दिन्छ है, मलाई चाहिँ मिठो लाग्यो। फर्स्ट टाइम बनाएको यसरी। म छोरीलाई खुवाइदिँदैछु। ल छोरी कस्तो छ भन यता। मिठो छ, डिलिसियस। हामीसँग खाऊ न, लाज नमान। प्रशान्त टेस्ट गर। कान्छी खाऊ कस्तो छ भनिदिउ त। उता भन्नु, उता बुवा हजुरलाई हेरेर। मिठो छ। भन्छ उता आएर भन्छ मिठो छ। Thank you for watching PLZ. Like, subscribe my effort. हामीसँग चिकन ग्रेभी र अनि पुलाउ पनि बनाएको छु। अनि यहाँ नेपाली अचार।